नमस्ते साथीहरू, म शान्ति केसी सेङ्जाबाट। मेरो सेङ्जाली न्यू ब्लगमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। साथीहरू, म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला भन्ने आशा छ। साथीहरू, आज पनि म हजुरहरूको माझ सेङ्जाली न्यू ब्लग लिएर आइसकेँ। मेरो सेङ्जाली न्यू ब्लगलाई हजुरहरूले धेरै माया गरिदिनु होला। हजुरहरूको माया साथ सपोर्ट पाएँ भने मैले अझ धेरै सेङ्जाली न्यू ब्लग लिएर आउने छु। साथीहरू, मेरो सेङ्जाली न्यू ब्लगलाई हजुरहरूको साथ सपोर्ट र मायाको खाँचो छ। साथीहरू, मैले मेरो सेङ्जाली न्यू ब्लगमा हजुरहरूले यही सेङ्जाको सेरोफेरो र रमाइला ठाउँ अनि रमाइला दृश्यहरू पाउन सकिन्छ। मैले हजुरहरूलाई यो सेङ्जाको अर्जुन चौपारी बजार देखाउँदैछु। यो यता नमस्ते साथीहरू, म शान्ति केसी सेङ्जाबाट। मेरो सेङ्जाली न्यू ब्लगमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। साथीहरू, म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला भन्ने आशा छ। साथीहरू, आज पनि म हजुरहरूको माझ सेङ्जाली न्यू ब्लग लिएर आइसकेँ। मेरो सेङ्जाली न्यू ब्लगलाई हजुरहरूले धेरै माया गरिदिनु होला। हजुरहरूको माया साथ सपोर्ट पाएँ भने मैले अझ धेरै सेङ्जाली न्यू ब्लग लिएर आउने छु। साथीहरू, मेरो सेङ्जाली न्यू ब्लगलाई हजुरहरूको साथ सपोर्ट र मायाको खाँचो छ। साथीहरू, मैले मेरो सेङ्जाली न्यू ब्लगमा हजुरहरूले यही सेङ्जाको सेरोफेरो र रमाइला ठाउँ अनि रमाइला दृश्यहरू पाउन सकिन्छ। मैले हजुरहरूलाई यो सेङ्जाको अर्जुन चौपारी बजार देखाउँदैछु। यो यतातिर पछाडितिर देख्न सक्नुहुन्छ सेङ्जा अर्जुन चौपारीको बजार। यता माथितिर नवग्रह मन्दिर छ। साथीहरू, अर्जुन चौपारी माथि नवग्रह मन्दिर छ। सेङ्जाकै पहिलो नवग्रह मन्दिर जुन अहिले हालसालै निर्माण भएको छ र नेपाल भारतका विभिन्न ठाउँदेखि आएर भक्तजनहरू आएर दर्शन गरेर गइसक्नुभयो। सायद हजुरहरू पनि आउनुभयो होला। यदि हजुरहरू आउनुभएको छैन भने एकपटक पुण्य कमाउन अवश्य आउनु होला। साथीहरू, हजुरहरूले मेरो यो न्यू ब्लगलाई सम्पूर्ण साथीहरूमा सेयर गरेर नेपालको नवग्रह मन्दिर सेङ्जाको अर्जुन चौपारीमा रहेको छ भनेर जानकारी गराउन सक्नुहुन्छ, ताकि उहाँहरूलाई पनि नेपालमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर सेङ्जाको अर्जुन चौपारीमा रहेछ भनेर थाहा होस्। साथीहरू, आज मौसम शीतल छ, रमाइलो छ, आनन्द छ। त्यति धेरै घाम लागेको छैन। पानी पर्छ कि जस्तो छ। आकाशमा गडाङगुडुङ गरिरहेको छ। अब म घाँस काट्न जाँदैछु, हजुरहरूलाई देखाउने छु है त। ल, घाँसको डोको भरिन लगाइसकेको छ। घाँसको डोको भरिन लगाइसकेको छ, देख्न सक्नुहुन्छ साथीहरूले। घाँसको डोको भरिन लगाइसकेको छ। साथीहरू, अब यो डोको भरिसके पछाडि म घर जाँदैछु। ल साथीहरू, घाँस काटेर डोको भरिन लगाइसकेको छ। मलाई पहिला घाँस काट्न धेरै रहर हुन्थ्यो है आमामा। म कहिले गाउँ जाउँला र घाँस काटौँला जस्तो हुन्थ्यो कि। वन जङ्गल अनि यस्तो बारीहरूमा डुल्न घुम्न एकदम धेरै मन लाग्ने कि। घाँसको डोको भरिन लगाइसकेको छ। घाँसको डोको भरिन लगाइसकेको छ, देख्न सक्नुहुन्छ साथीहरूले। घाँसको डोको भरिन लगाइसकेको छ। साथीहरू, अब यो डोको भरिसके पछाडि म घर जाँदैछु। ल साथीहरू, घाँस काटेर डोको भरिन लगाइसकेको छ। मलाई पहिला घाँस काट्न धेरै रहर हुन्थ्यो है आमामा। म कहिले गाउँ जाउँला र घाँस काटौँला जस्तो हुन्थ्यो कि। वन जङ्गल अनि यस्तो बारीहरूमा डुल्न घुम्न एकदम धेरै मन लाग्ने कि।
घाँसको डोको बोकेर आइसकेँ, घाँस काटेर घाँसको डोको भरेर आइसकेँ।